Hello, 1 2 3, mic testing. Welcome to my random vlogs. एकदम बिमारी मान्छे जस्तो देखिरहेको होला एकदम कत्रो कुकुर हो म भन्दा भारी होला नर्मलीमा कुकुर देखेर डराउँदैन जबसम्म कुकुर भोग्दैन तबसम्म डर लाग्दैन हैन तर त्यो त कत्रो ठुलो के देखेन एक महान मान्छेले मलाई बाटोहरू पनि देखाउनु नि भनेर भन्नुभएको थियो एक महान मित्रले बाटोहरू चाहिँ म किन देखाउँदैन भन्दाखेरि मान्छेहरू देखिहाल्यो र कसैको अनुहार देखिहाल्यो भने अफेन्ड छिटो हुन्छ नि त प्राइभेसीको कुरा आउँछ अभियसली पब्लिक प्लेसमा देखाउनु हुन्छ र पनि मान्छेको सेन्टिमेन्टहरू हट हुन्छ नि त त्यही भएर चाहिँ मेरोमा देखाएको यस्तो राम्रो फेस देखिरहेको छ स्काई देखिरहेछ अगन कुकुर पनि देखाए यो बाटो कति छिटो बनाएको छ यो ठाउँमा चाहिँ अति नै धेरै हल्ला जस्तो भइरहेको थियो तर त्यो चाहिँ झगडा गरेको चाहिँ होइन मान्छेहरू यहाँ चाहिँ मान्छेहरू यतिखेर धेरै यहाँनिर उतो छ नि त बेकरी सपहरू जस्तो छ अनि यहाँनिर चाहिँ मान्छेहरू धेरै भेला हुन्छ अनि यो साइडमा दोकानहरू पनि धेरै छ अनि कराते खेलेको स्टुडेन्टहरू पनि सबैजना स्टुडेन्ट अरू स्कुलको स्टुडेन्ट पनि भेला भएर चाहिँ यहाँनिर गफ गरिरहेको थिएँ कस्तो निलो गगनमा छु जस्तो फिल आइरहेको छ मलाई स्काई निलो भएर होला सबैतिर अनि अब बेलुकी पनि हुँदैछ कति बज्यो होला 6:30 भएको थियो म घरबाट निस्किँदा देउरा त बाहिर छैन म सामानहरू लिन आएको थिएँ घरहरू पछाडि घरहरू पछाडि बाटो के देखाउनु बाटो हेर्ने यहाँ चाहिँ मैले भने जस्तो निलो भइरहेछ आवाज सुन्ने छैन होला म घरहरू पनि देखाउँछु मान्छेहरू आयो भने चाहिँ मलाई क्लिक गर्न मन पर्दैन यहाँभित्र त के छ थाहा छैन मलाई अभियसली दामी छ कि यो घर अब खाँदो यो फ्लावर नि कस्तो मजाले फुल्छ तर अहिले फुल्याएर हिँड्छ यो अस्ति मैले बाइक बनाउने भनेको थिएँ कडा बाइक आउँछ यहाँनिर मलाई पनि यस्तै साइकल किन्न मन थियो अरू त के भन्नु यो घर पनि राम्रो छ त्यो घर पनि राम्रो छ त्यो घर पनि राम्रो छ सब त राम्रो छ मान्छेहरू बसेर गफ गर्दैछन् स्ट्रिट लाइट त्यस्तो बोलिरहेछ त्यो पनि राम्रो छ योहरू पनि राम्रो छ अनि यो जुन बोट छ मलाई थाहा छैन यो बोट आरुको भन्ने कस्तो राम्रो फुल फुल्छ कि अनि जब पत्ताहरू झरे यसरी यसको पत्ताहरू झर्दा पनि कस्तो राम्रो देखिन्छ अनि तर हिजो अस्ति थाहा भयो कि यसमा त आरु फलेर रहेछ भनेर सानोमा हुँदाखेरि मेरो घरमा पनि आरुको बोट छ तर यस्तो मजाले फलिहाल्दा आरु थिएन कि यो चाहिँ अब मेरो घर जाने बाटोतिर घरको बाटो त मैले के देखाउनु है म आफै जान्छु यो इँदेरो बोटको फ्लावरहरू पनि राम्रो आउँछ मैले फर्स्ट आउँदाखेरि एउटा फ्लावर पिक गरेको थिएँ त्यो ड्राइड भइसक्यो तर मसँग छ यसरी नआइज खानेकुरा ल्याएन मैले सरी 2 घन्टाकै बन्छ
त्यसपछि आयो तर त्यो कुकुर भोकै छ आयो भोकै जस्तो लाग्यो म यो यहीँ राखेर छेउमा राखेर म फेरि जान्छु म त्यसलाई केक खुवाउँछु बाई मैले दिन आँट्यो म दिएपछि देखाउँदैन कि आइज यहीँ टोक्दैन होला नि मलाई जस्तो म आशा राख्छु यहीँ कुद 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 आइज आइज एकछिन आइज गाडी आउँदैछ टोक्दैन होला नि ए टाढे बस्नु नि त्यसो मलाई डर लाग्यो भने यहाँ चाहिँ ए ए ए ए त नडर ल म जान्छु नि खानु ल फोहोर नगर्नु ल खाइ 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 म फोटो खिच्छु ल किन खिच्नु थोरै मात्रै देखाएको कस्तो क्युट छ भनेर तर पातलो चाहिँ म जस्तै पेट पनि सुकिसकेको छ अनि अझ मलाई थाहा पाएको अहिले भर्खर बिस्कुट जाने किन्ने बेलामा मैले भनेको थिएँ कुकुरलाई खाने बिस्कुट भनेको नि कालो बिस्कुट कालो कुकुर हो भन्नुभयो मैले भनेको त्यसले त तँ पनि आफै सानो छ र पनि बच्चा पाइसक्यो भनेर भन्दै हुन्थ्यो अनि तर मान्छेले अरू अरू कुकुरलाई चाहिँ मैले खाना दिएको देखेको थिएँ यसलाई चाहिँ खाना दिएको देखेको थिएन क्या मैले कस्तो राम्रो देखेको यहाँनिर लाइट एउटा कुकुर रहेछ कि म जस्तै पेट पनि सुकिसकेको कालो कुकुर अनि बिस्कुट किनेर दिँदै थियो पेट पनि सुकिसकेको रे कस्तो अझ मैले अझ के अरे बच्चा नि पायो अरे सानो छ सानो होला नि त बच्चाले पनि पाएको होला नि त बच्चा हेर्नु त कस्तो राम्रो स्किन देखेको फ्ललेस छैन नि त्यस्तो मेरो स्किन झन् खत्तम छ छ आँखै देखिँदैन त हौ मेरो त के हो यस्तो म यो भिडियो हाल्छु नि युट्युब मैले सोच्दै थिएँ के हाल्ने भनेर मैले कन्टेन्ट पाइसकेँ भाउजूलाई न्याङ गर्छु कन्टेन्ट तपाईँ भएपछि मात्र बनाउँछु म एक्लै बोल्ने टपिक हुँदैन नि भन्नु तपाईँको फेभरेट कलर कुन त्यो एउटा त्यो म भिडियो देखाएको छु नि एउटा केटाको मम्मीसँग ल्याङल्याङ गरेको गर्छ नि तपाईँसँग ल्याङल्याङ गरेको गर्छु भाउजूले मलाई बिहानै उठाउनुहुन्छ गर्दै सक्यो अनि के छ खबर ठिक छ कस्तो लाग्छ त म मेरो त कुरा बल्छ आउँदै बत्ती बल्छ कि घरको बत्ती जुनगिरी आकाश भनौँ कस्तो निलो देखेँ मलाई त कालो देखिरहेको छ निलो छ एक ठाउँ मात्रै छ क्यामेरामा पनि देखिरहेको छ कि एक ठाउँ मात्रै कालो छ यसरी गर्दा धमिलो आउने रहेछ अनि यसरी गर्दाखेरि चाहिँ यसरी गर्दाखेरि चाहिँ मेरो कार मैले किनेको